स्वागत छ। आज हामी नेपाललाई चलाउने र नागरिकको सेवा गर्ने प्रणालीबारे कुरा गर्दैछौँ। एउटा ठूलो प्रश्नबाट सुरु गरौँ। त्यो कुन चाहिँ संयन्त्र हो जसले नीतिलाई कार्यान्वयनमा बदल्छ? जवाफ हो सार्वजनिक व्यवस्थापन। यो देशको अपरेटिङ सिस्टम जस्तै हो। यो भनेको राज्यको स्रोत साधन व्यवस्थापन गरेर जनतालाई सेवा पुर्याउने आधिकारिक प्रणाली हो। यसमा ठूला नीति निर्माणदेखि लिएर कार्यालयका सामान्य दैनिक कामहरू पनि पर्छन्। ल अब हेरौँ यो प्रणाली चलाउने व्यक्तिहरू को हुन् त? हो, निजामती कर्मचारीहरू। नेपालको निजामती सेवालाई 10वटा फरक व्यावसायिक सेवा समूहमा बाँडिएको छ। यी समूहहरूले प्रशासन र कानूनदेखि लिएर वन र शिक्षासम्म सबै क्षेत्र हेर्छन्। कर्मचारीको वृत्ति विकास कि त कार्य सम्पादन मूल्याङ्कनबाट हुन्छ कि त खुला प्रतिस्पर्धाबाट। ल कर्मचारीबारे त थाहा भयो। अब उनीहरूका मुख्य कामहरू के हुन् त? उनीहरूको प्रमुख लक्ष्य भनेकै सार्वजनिक सेवा दिनु हो, जसले हाम्रो दैनिकीमा सीधा असर पार्छ। यसको एउटा एकदमै महत्त्वपूर्ण पाटो हो राष्ट्रको वित्त व्यवस्थापन अर्थात् बजेट। बजेट हरेक वर्ष एउटा निश्चित चक्रमा घुम्छ: तयारी, स्वीकृति, कार्यान्वयन र लेखा परीक्षण। तर यो सबै प्रणाली जनताका लागि हो भनेर कसरी पक्का गर्ने त? यसको लागि एउटा महत्त्वपूर्ण सिद्धान्त छ, सुशासन, जसले प्रणालीलाई जवाफदेही बनाउँछ। सुशासनको एउटा मुख्य औजार हो सार्वजनिक बडापत्र, जुन सरकारी कार्यालयहरूमा देख्न सकिन्छ। सुशासन यिनै मुख्य स्तम्भहरूमा टिकिएको हुन्छ, जसले सार्वजनिक विश्वास र कामको प्रभावकारिता बढाउँछ। आखिर यी सबै कुराले सामान्य नागरिकलाई के फरक पाल्छ त? किनभने प्रभावकारी र जवाबदेही प्रशासनले नै देशलाई बलियो, स्थिर र समृद्ध बनाउँछ। जसले एउटा अन्तिम प्रश्न सोच्न बाध्य बनाउँछ: सुशासनमा एक नागरिकको भूमिका के हुन सक्छ?